Hello everyone, welcome to my channel. I'm good and I hope you all are doing well. आज चाहिँ हामी मौलाकाली दर्शनको लागि जाँदै छौं। हामी पहिला त मौलाकाली एकदम उकालो उक्लेर पुग्थ्यौं। आजकल भने त्यहाँ फेसिलिटी आएको रहेछ केबल कार अनि ठिकै छ नि त सधैँ हिँडेर गइन्थ्यो। यसपालि चाहिँ केबल कारबाट जाउँ भनेर हामी टिकट काट्न भनेर गयौं। त्यहाँ चाहिँ पर पर्सन 675 लाग्दो रहेछ केबल कारको लागि फी। तर बच्चाहरुलाई भने हाइट अनुसार लाग्दो रहेछ 3 फिट भन्दा तलको चाहिँ फ्री हुँदो रहेछ। हामीसँग 3वटा बच्चाहरु थिए, मेरो छोरी, मेरो 2वटा भाइहरु। अनि त्यसपछि 3 फिट भन्दा माथिकोलाई चाहिँ 40% डिस्काउन्ट हुँदो रहेछ बच्चालाई। हाम्रो बच्चाहरु फेरि कस्तो अचम्मैका के हाइट सानो भइकिन नि एकदम खुट्टा उचाली ठुलो देखाउनु पर्ने। बच्चालाई फेरि त सानो छस् भन्न नपाइने। तिमी 6 वर्ष पुग्यौ भने हैन म 7 वर्ष भन्ने त्यस्तो खालको। जे होस् एजले भन्दा पनि हाइटले चाहिँ चार्ज गर्दो रहेछ। हामी चाहिँ फाइनली केबल कार चढेर अनि मन्दिरमा पुग्यौं। मन्दिरमा पुग्दा बित्तिकै एकदम के छुट्टी खालको आनन्द लाग्ने है। मन्दिर भनेपछि मन त्यसै शान्त हुने, तनाव सनाव सब मुक्त भए जस्तो फिल हुने के। मन्दिर जान चाहिँ एकदम मजा लाग्छ मलाई। जस मन्दिरमा हामी चाहिँ फुलपातीको दिनमा पुग्यौं। फुलपातीको त्यहाँ मन्दिरमा एकदम रमाइलो भजन कीर्तन भइरहेको थियो। फुलपातीसँगै हामी पनि अब मन्दिरमा भित्रैसम्म प्रवेश गर्न पायौं। सायद त्यसरी हामीले मौलाकाली गएर अथवा कुनै पनि मन्दिरमा त्यसरी भित्रै गएर चाहिँ पूजा गर्ने मौका मिलेको थिएन। यसपालि चाहिँ फुलपाती भित्राउने अवसर भएकाले हामी पनि मन्दिर भित्रै गएर दर्शन गर्न पायौं। लकीली एकदम चाहिँ खुसी लागेको थियो त्योमा चाहिँ। मन्दिरको वरिपरि कति धेरै बाँदरहरु पनि थिए। मलाई चाहिँ बाँदर भने चाहिँ एकदम रमाइलो लाग्छ। एकदम अनौठो हरकत देखाउँछन् नि त। त्यसैले जस हामीले बाँदरलाई अलिअलि ल्याएको खानेकुरा पनि दियौं। अनि हामी चाहिँ मन्दिरमा गयौं। गुरुहरुले चाहिँ फुलपातीलाई स्वागतको लागि दिनु भएको थियो। मन्दिरमा यसरी भित्रै गएर आनन्दले पूजा गर्ने, दर्शन गर्ने चाहिँ जस राम्रै अवसर मिलेको भन्छु म मौलाकालीमा। नत्र भने प्राय जसो हामी जाँदा जहिले नै भिड हुने अनि भित्र पस्न नपाइने त्यस्तो हुन्थ्यो। र जस हामी मौलाकालीमा गएर टन्न फोटो खिचायौं अनि भिडियोहरु पनि बनायौं। एकदमै रमाइलो गर्यौं। त्यहाँको वरिपरिको वातावरणमा यसो घुम्यौं गर्यौं। एकदमै सफा आनन्द रमाइलो। अनि बाँदरहरुले पनि त्यहाँको वातावरणलाई चाहिँ एकदमै के रमाइलो बनाउने खालको थियो। बाँदरहरुको श्रृंखल स्वभाव अनि चकचके स्वभावले चाहिँ त्यहाँको दृश्य एकदम मनमोहक पनि थियो भन्नुपर्छ। र हामी फाइनली पूजा गरेर अब चाहिँ केबल कार चढेर रिटर्न हुँदैछौं। धन्नै डबल टिकट काट्नु पर्दो रहेछ। त्यही टिकटले जाने पनि आउने पनि हुँदो रहेछ।
र हामी चाहिँ मन्दिर दर्शन गरेर फर्क्यौँ। तपाईहरु पनि मौलाकाली दर्शन गर्न आउनु होला, एकदमै रमाइलो छ। मन्दिर भिजिट गर्नु होला। साथीहरु, यदि तपाईलाई मेरो यो भिडियो राम्रो लाग्यो भने प्लिज मेरो भिडियोलाई चाहिँ लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुलिदिनु होला प्लिज भन्न चाहन्छु। र म चाहिँ भर्खरै युट्युब खोलेको नयाँ ब्लगर पनि हो, त्यसैले तपाईहरुको साथ सपोर्टको एकदमै अपेक्षा गरेको छु। प्लिज एकदमै लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला, साथै बेल आइकन पनि बजाइदिनु होला। Thank you so much for watching. Love you all. Bye. See you soon. Have a good day.